This is the view from forest camp. हिजो राति फोनै डेढ भयो मैले भिडियो गराइ नै आइपुगेको यही हो हजुर सर मर्निङ भ्यू फ्रम फरेस्ट क्याम्प फ्रम भएछ हौ बोल्दा पनि के बोलिन्छ यस्तो चिसो थियो यार राति त आजको हिँडाइ भनेको यहाँदेखिबाट हाई क्याम्पसम्मको सुरुमा बादल डाँडा अनि त्यसपछि हाई क्याम्प हेरौँ कतिको गाह्रो हुन्छ आजको चाहिँ इन्ट्रेस्टिङ थियो हिजोको गाह्रो त त्यस्तो खासै भएन आजको ठाडो उकालो छ भन्दैछन् अब हेरौँ लेट्स सी अब यहाँनिरबाट हामी निस्किसक्यौँ फरेस्ट क्याम्पबाट वे टु हाई क्याम्प सबै आऊ न आऊ सुरुको चाहिँ उकालो छ अब त्यसपछि ओह्रालो झर्ने अनि फेरि उकालो चढ्ने ल आऊ आऊ यहाँ सजिलो छ अब यहाँ माथिबाट कृष्ण ल आजको जर्नी चाहिँ स्टार्ट भइसकेको छ पछाडिको भ्यू यही हो फरेस्ट क्याम्पको क्याम्पहरू ल सबैजना त्यहाँनिर छन् ग्राउन्डतिर आधीजना बेस क्याम्पसम्म 4-5 जना निस्केको यहाँ फोन गर्दैछन् सबले घरतिर यताउता होइन यहाँसम्म अब यताबाट लो क्याम्प सुरुमा अनि हाई क्याम्प ल 45 minutes walk we are in finally in rest camp view is ultimate nice दामी छ just look at माछा पुग्छ वाउ जस्ट वाउ लो क्याम्प पुग्न आँटिसक्यो लो क्याम्प पुगेपछि बादल डाँडा त्यसपछि हाई क्याम्प आजको सिद्धिन्छ नि भन्नु त कति सहिलो हुन्छ हिँडेको 2 घण्टा मात्र भएको छ ल यस वी आर मुभिङ बट अब लो क्याम्प पनि क्रस गरेर बादल डाँडातिर जाँदैछौँ ओए खतरा सिन आयो है खतरा बवाल के छ आनन्द भाइ ठीक छ दादा अल गुड यस्तै हुँदैछ मैदान ल ठिक छ ओए हिमाल देखाइदिनु पर्ने हो तर मेरो फोन त्यस्तै छ कि तर देखाइदिन्छु ल यता गएर खतरा छ क्या अब फोनले अलि क्याप्चर गर्दैन होला ल हैन बवाल छ त्यो अहिले हामी यस्तो बवाल ठाउँ पुगिसक्यौँ बादल डाँडाको होइन अब ऊ त्यो माथिपट्टि चाहिँ हल्का बादल लागिरहेछ निलो निलो घर देखिरहेछ त्यहाँनिर चाहिँ हामी जानुपर्ने हो अनि यताको सिन चाहिँ ओहो माई गड वाट अ सीन माई गड बादल डाँडामा आएर खाना खाइसक्यौँ हामीले यहाँ अरूले खाँदैछन् सुरुमा आएर खाना खाइयो अरू खाना खाँदैछन् होइन अरूले पनि खाँदैछन् यहाँ अपशब्द पनि बोल्दैछन् 2-4 जनाले दामी हिउँ भएको ठाउँमा पुग्यो है हामी हिउँ स्नो इट्स स्नो रमाइलो भइरहेको छ सबजना फोटो खिच्दैछन् ओहो गोलुजी का बात ल ठिक छ सबको फोटो चल्दैछ फोटो सुटहरू ल राम्रै हो सबै ठाउँ हाम्रै हो भन्ने हो यार गोइङ टु हाई क्याम्प मेरो फोनले हातले फोन समात्न नि मिलेन हामी 4 जना चाहिँ सबभन्दा अगाडि छौँ अरू भन्ने कुरा त्यस्तै हो यहाँ कपल्सहरूको लडाइँ हुँदैछ 2 जना डार्लिङहरूको ल अझै अरू भनौँ ल हिउँ छ यार जतासुकै बवाल छ फाइनली हामी हाई क्याम्प पुगिसक्यौँ तर हाम्रो होटल कुन नि थाहा छैन हामी तलबाट आयौँ हाई क्याम्पै चढ्नु पर्यो कुन होटल चाहिँ थाहा छैन कोही पनि पुगेको छैन हामी पुगि त सक्यौँ होइन यस्तो पाराले हिउँ जम्ने अवस्था छ यहाँनिर टक्कलाबाट हिउँ परिरहेछ अरू कुरा यस्तै हो पुरै मौसम केही पनि क्लियर छैन